विन्टरमा काम दिन्छ नि त भनेर। अनि पहिले चाहिँ यो चाहिँ हुडी जस्तै ज्याकेट एलोको अहिले चल्तीमा छ नि त, त्यही भएर यो किनेको मैले। सेट किनेको यो पनि एलोकै हो, यस्तो छ ट्राउजर जस्तो। त्योहरू के छ आम्मामा, यो चाहिँ हाम्रो घरमा गिरिराज पालेको हो नि त, यहाँ हेर्नु यस्तो छ दुईवटा हेर्नु। बेला पनि 24 घन्टै चाहिन्छ। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबजना सन्चै अहिले मैले एकदमै सन्चै न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको छ आफ्टर 3 डे। अहिले मैले ब्लग गर्दैछु किनकि हाम्रो सेकेन्ड टर्मिनल जाँच पनि हुँदैछ नि त, त्यो एक्जाम हुँदैछ त्यही भएर। अनि तपाईँहरूले अमलाको बोर्ड चाहिँ पुरै घारै देख्नु त्यही पुरै काटेर यस्तो भइसक्यो, अहिले पुरै खुल्ला देखिरहेको छ होइन। हेर्नु बिहान अहिले म बिहान ब्लग गर्दैछु, यस्तो देखिरहेछ। कमेन्ट गर्ने कस्तो देखिरहेछ भनेर भन्नु होला। अनि त्यसपछि हिजो नयाँ बेडसिट पनि ल्याएको, यो हिजो गएको थियौँ नि त लुगा किन्न। अनि यो बेडसिट के ल्याएको आँटीको कोठामा छ। अनि फेरि ब्लग गर्नसम्म आइसकेको छु आफ्टर 3 डे। अनि च्यानल बनाउनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है त। हामी 47 सब्सक्राइबर पुगिसक्यौँ, अब नजिकै छौँ हामी 100 सब्सक्राइबरको। तपाईँहरूले चाहनुहुन्छ भने 1K पनि छिटै पुग्न सक्छ। त्यही भएर तपाईँहरू लाइक सब्सक्राइब सेयर चाहिँ गर्न चाहिँ नबिर्सनु। अनि कमेन्ट चाहिँ छोडिदिनु होला एउटा मेरो भिडियो कस्तो अपग्रेड हुँदैछ भनेर, कतिको राम्रो हुँदैछ भनेर मजा आउँछ भने तपाईँलाई। वेदर यस्तो छ आज चाहिँ अलिक क्लियर छ। आजकल क्लियर चनादाल रायोको साग खाने भए आउनु होला तपाईँ पनि। यहाँ छ तोरी पनि पर, तोरी यस्तो छ हामीहरूको गाउँमा चाहिँ यस्तो छ है। तोरी हुँदैछ। अनि यहाँ म चाहिँ अहिले बाल्कनीमा आएको छु, ठ्याक्क बाल्कनीमा आएको छु। अनि त्यहाँ कुखुरावाला अङ्कलले हेर्दैछन् क्या मलाई, के गर्दैछ भनेर हि। अब चाहिँ म हेर्छु अब के हुन्छ तपाईँलाई अहिले देखाउँछु। सो अलराइट, अहिले चाहिँ म हिजो हामीले के सपिङ गरेँ तपाईँलाई देखाउँछु है त। मैले चाहिँ सेट किनेको छु क्या तलमाथिको, त्यो विन्टरमा काम दिन्छ नि त भनेर। अनि पहिले चाहिँ यो चाहिँ हुडी जस्तै ज्याकेट एलोको अहिले चल्तीमा छ नि त, त्यही भएर यो किनेको मैले। सेट लाएर देखाउनु चाहिँ देखाउँदिनँ, यो चाहिँ अपकमिङ भ्लगमा आउनसक्छ, तपाईँहरू वेट गर्नु होला। यो भयो माथिको ज्याकेट। अनि तलको चाहिँ यो किनेको, यो पनि एलोकै हो, यस्तो छ ट्राउजर जस्तो तन्किनेवाला हो क्या। यसको प्राइस चाहिँ पर 1300 किनेको तलमाथिको सेट। अब यो चाहिँ प्याक गरौँ है त, प्याक गरौँ। म चाहिँ अहिले आइफोनबाट ब्लग गर्दैछु, त्यही भएर अलिक राम्रो आइरहेको छ होला। ल यो भयो, अब यसलाई यता राख्दिउँ। म चाहिँ जहिले भ्लग गर्ने भनेको यो फोनबाट हो, यो नोकिया यो 64 GB ऱ्याम हो नि त। अनि 2-3 GB होला, स्टोरेज चाहिँ 64 GB हो, ऱ्याम चाहिँ 2-3 GB होला। अनि भिडियो चाहिँ क्यामेरा क्वालिटी चाहिँ त्यति राम्रो आउँदैन क्या यसको। यहाँ नै तपाईँलाई देखाइदिन्छु म, क्यामेरा क्वालिटी त्यति राम्रो आउँदैन। यस्तो आउँछ क्यामेरा क्वालिटी। अनि अहिले चाहिँ iPhone 16 मिनीबाट गरिरहेको छु नि त म। अनि अलिक क्वालिटी सुधार भइरहेछ होला, केही छैन। आउने दिनहरूमा म पनि एउटा आइफोन यस्तै 9-10 चाहिँ किन्न सक्छु। 9-10 अलिक सस्तै पर्छ नि त अरूभन्दा त, त्यही भएर गर्न सक्छु। यहाँ कपाल पनि पढ्न थालेछ, अब सरस्वती पूजा आउनुभन्दा अगाडि काट्नुपर्ने हो। त्यो गाइजहरू अहिले चाहिँ म स्कुलबाट अघि आएको, अनि बसिरहेको छु नि त म भित्र। अनि अहिले चाहिँ भ्लग स्टार्ट गरेको। यहाँ यस्तो छ भ्लग चाहिँ 1x बाट गरिरहेको थियो, 0.5x बाट गरिरहेको थियो। अनि अहिले चाहिँ 1x बाट गरिरहेको छु। अनि हाम्रो जिरे चाहिँ यहाँ छ, हेलो
यस्तो छ अहिले चाहिँ बिहान कस्तो घाम पुरै हुसे लागिरहेको थियो। अहिलेको मौसम चाहिँ यस्तो छ बालुवाथनमा। ठिकै छ, स्कुलबाट अघि भर्खर आएको फ्रेन्ड। ठिकै छ, घाम पनि मस्त लागिरहेछ। मस्त चियामा सुतिरहनु पर्छ। यस्तो छ, गाडी पनि यहाँबाट जान्छ ग्लोबलको। सहीहरू हेर्नु आएको चलिरहेको छ द्वन्द। क्युटी हेलो गाइज, हेर्नु क्युटी यस्तो छ। यो फोरी भइसक्यो सानी हो। यसको अनुहार यस्तो चाहिँ मुख आउनु बित्तिकै सुरु भइसक्यो। त बुवा पनि आउँदै हुनुहुन्छ, मोबाइल हेर्दै हुन्छ आमा चाहिँ। ब्ल्याकेट नै घाममा बस्नुहुन्छ, घाम तापेर यो अहिले हेर्नु कस्तो छ राम्रो भ्यू। यस्तो छ, खतरा भइरहेको छ क्या अहिले। सनसेटको भ्यू यस्तो छ, गएको छ तिरपल ओछ्याउँदै। अब काम सुरु भइसक्यो। मास्क के हो भिडियो पनि यतिर अन्त गर्न सहयोग थियो। भिडियो चाहिँ मैले यति नै अन्त गर्न पाएँ, यति नै अन्त गर्न चाहेँ। त्यसको लागि सरी, भिडियो चाहिँ त्यति राम्रो पनि भएन जस्तो लाग्यो। अब चाहिँ म भिडियोलाई अन्त गर्न चाहेँ। मेक स्योर टु लाइक सब्सक्राइब हिट द बेल आइकन। यति भन्दै मात्र बिदा हुन्छ। जय नेपाल।